भनेर आउँदै गर्दाखेरि अब यहाँ हेमले त के सिकाउँदै हुनुहुन्छ, तपाईँहरूले के सुन्दै हुनुहुन्छ, कस्तो लागिरहेछ क्या। अब जस्तो हामीले कतिले झुटारे भन्दै गरेको पनि कता कता सुन्नु होला। तपाईँलाई चाहिँ तपाईँको विचारमा कस्तो लागिरहेछ क्या। फेरि अलि हाम्रो सेवाकाईको ढाँचा पनि अलिक फरक हुँदै पनि गएको छ नि होइन। अनि मलाई चाहिँ अब त्यो बाइबलमा भए अनुसार अनि धुप सल्कायो चकरिया कि कुनले धुप सल्काउने उठ्यो अरे भन्ने पनि छ। अनि त्यो वचन नसुन्दा त साँच्चै नै ठुल पाल्नु थाल्यो। यसो भने म त यहाँ ठुल पाल्नु थाल्यो भने म पक्का यहाँ म सङ्गति बस्दिनँ। म त माथि चितबहादुरकोमा जान्छु। सुरुमा चितबहादुरसँगै मैले सङ्गति गरेँ, पक्का म त बस्दिनँ भने त्यो कुरा त हेमले तल सुनाएछ। अनि चगातवाक आयो नि, चगातवाकले आएर त्यो वचन सुनायो। नयाँ नियममा कुनमा हेब्रूमा कि एफिसी हो नि न, हेब्रू होइन हौ न, कुनमा हौ गलत यस नयाँ करारबाट पनि भन्यो। नयाँ नियममै छ त्यो चकरिया कि कुन चाहिँ धुप पाल्ने थियो भन्ने जे हो धुप पाल्ने थियो नाम त्यति मलाई न चकरिया न कुन हो भन्यो। अनि त्यो वचन पनि निकाल्यो। अनि चाहिँ म पत्याएँ, नभए त म पनि पत्याउँदै थियो। अनि त्यो क्रुस बनाउनु पनि यो हिन्दूहरूले साँगो यसरी ढोक्दै हिँड्छ भने त्यो पनि मन परेन मलाई, विरोध गर्थे त्यो पनि। अनि त्यो पुरानो शैली स्वभाव छुनु भनेको देउरालीमा जाँदा यसरी फुलपाती ढोगिन्छ यस्तो खोला साँगोहरू तर्दा बत्ती बाल्दा होइन। अनि यसरी अनि यो भनेर भन्थे, त्यो पनि मन पराउँदैन थियो। अनि कुनै के गर्दा पुरुष बनायो भन्ने छ, त्यो वचन पनि सुने। अनि फेरि यो अस्ति पुरानो स्याकै यसुले उसले स्याकै यस्तो गर्यो भनेर भन्छन् होइन। अनि चाहिँ मलाई अन्तको स्याकै र पिरिवचको अलिक फरकै हुन्छ। जे होस् पिरिवचको अब बुझ्नेले चाहिँ स्याकै राम्रै हो, राम्रो लाग्छ मलाई। टकरोज बाँड्दाखेरि पिरिवचकोले नियम तिर्याएर कति राम्रो गरेर बाँड्छन्। अरूले त प्रार्थना गर्छन् अनि बाँड्छन्, सजिलै छ। अनि तपाईँले सुन्नुभयो होला नि, जस्तै अब अहिले जो हामीले पनि यहाँ आइकन भनेर आयो होइन, आइकन त्योहरू पहिलोचोटि राख्दै गर्दा अगाडि पर्दा लाउँदै गर्दा अनि त्यस्तो के अनौठो लाग्यो होइन सुरुमा? मलाई पहिले त अनौठो लाग्यो नि। फेरि मान्छेले पनि कुनैले पल्लो जसकोले भन्छ अबे यो त मूर्ति जस्तो यसरी यो फोटो त राख्नु चर्चमा कसरी राखेको, कुनैले के टिकाले त्यसो भने त्यो टिका यो त भनेर भने। अनि झन्सार मलाई मन परेन फेरि। अनि फेरि सोध्नु थालेँ अनि त्यसको बारेमा पनि भने। अनि त्यो पर्दा लाउनेको बारेमा किन पर्दाले ढाक्नुपर्ने भन्ने पनि प्रश्न आयो होला। त्यो चाहिँ मन पर्यो मलाई। अनि त्यो अब त्यो पिडी छेक्छन् होइन, अनि छेल्छन्। अनि सङ्गतिको दिन कि पास्टरले कि त्यो एल्डर डिकनले मात्रै उगार्नु पर्ने रहेछ नियमअनुसार होइन। अनि त्यही त अब हुनु त घन्टीका कुराहरू पनि छन्, अझै धेरै कुराहरू होइन। अनि यहाँ तपाईँको पो त्यो कुरा भएन। अनि अरू समग्रले चाहिँ कसरी बुझ्छन् यो कुरा? जस्तो तपाईँलाई धुप अनौठो लाग्यो, मैले चाहिँ अब त्यो त्यहाँ सुनेपछि चाहिँ अनि मलाई फेरि ठिक लाग्यो भन्नुभयो नि त होइन। त्यसरी अब यो अरूहरूले चाहिँ के भन्छन्? जस्तै सन्तोषका आमाहरूले, मनकुमारी दिदीहरू, अब अरूहरू त नयाँ नयाँ पनि छन्, तिनीहरूलाई त त्यति प्रश्न नहोला पनि होइन। उनीहरूले पनि आज त